बसो छोरा डाक्टर बन्दैन यस्तो लिएर हिँड्छ अनि हेलो गुड मर्निङ साथीहरु स्वागत छ मेरो भिडियोमा आज चाहिँ बिहानै पराल बोक्नु पर्ने छ बुवालाई सघाउनु पर्ने छ के पराल यहाँ छ अनि यहाँ पनि छ तल यहाँ अस्ति यहाँ कुन्यु लगाइसकेको थियो अटेन क्या अनि तल लिचीको फेदमा फेरि कुन्यु लाउन आएको छ अनि कस्तो लाएर बोकेर लाने बुवाले चाहिँ एक्लैले यत्रो लगाइसक्नु भएछ यो चाहिँ पुरानो पनि थियो क्या त्यतिकै अनि बुवाले यता थुपार्नु भएको रहेछ यहाँ चाहिँ लाउँदै हुनुहुँदो रहेछ एक्लै हाम्रो लिचीको फेद चाहिँ लिचीको बोट चाहिँ फेरि यत्रो छ क्या बोट नै यत्रो छ तर बोट अनुसारको फल्दैन बुढो भएछ यता यो साइडमा त धेरै फल्छ यो साइडमा फल्दैन चाहिँ आउँदै हुन्छ मेरो दाल पनि पाकेछ ठिक्क भएछ मेरो खाना चाहिँ यता पाक्दैछ अनि चुल्हा लिप्नु पर्ने यस्तो फोहोर भइरहेछ तरकारी चाहिँ के पकाउनु भइरहेको छु बोडी खाँदा 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 पक्क भइसक्यो बोडी जिन्दाबाद भइरहेछ अहिले यतिखेर 4 दिन अट्मको अगाउँदैन रहेछ थोर दिँदा त पाठाहरू त अब सुजनको घाँटी दुखेको छ अरे मासु खानु हुँदैन अनि सुजन र बुवालाई चाहिँ साग टिपिदिन आँटेको साग पनि शीत त्यत्तिकै रहेछ शीतमा टिप्यो भने छिटो किरा लाग्छ अरे क्या यहाँ ठुल्ठुलो भएकोतिर चाहिँ टिप्नु पर्यो ल साग टिपौँ है त कत्रो भएछ यहाँ दुलो पर्न थालेछ नि यहाँ किरा लाग्न थालेको होला अलिकति पकाउँदा पुग्छ बुवाले टिपे पुग्छ होला किरा लाग्न थाल्यो क्या सागको सब्जी आज चाहिँ साग टमाटर लाएर पकाइदिएको क्या यसरी पकाउँदा चाहिँ अलिक मिठो लाग्छ मलाई पनि तर यो कस्तो सेपिलोमा छ नि त अनि कस्तो नरम मिठो छ क्या साग हात्ती गयो कहाँ गयो उदो गयो मेरो चाहिँ सुँगुरको मासु सुजनको चाहिँ सेकुटी मम्मीको पनि यहाँ छ अरूले त खानुहुन्न थियो त त्यसरी अब चाहिँ भात मस्त राम खाइन्छ बेला तरकारी कत्रो दिएको अनि त्यो सब्जीमा मासु हुँदा पनि दही खान मन लाग्यो मलाई मासुसँग बसो
खाना खाएपछि यस्तो निन्द्रा आउँछ। नाच्न आउँछ यो? ट्राई गर्नु त। म नाच्न आउने भए दिनमा 5 वटा पोस्ट गर्थेँ नाचेर। गुड मर्निङ साथीहरू, म त भर्खर उठ्दैछु। हेलो गाइज, खै गाइज भनेको ल गाइजले हेर्दैछ यहाँ कुरी कुरी भन्छ नि गाइजहरूले फेरि। हेलो गाइज भन। अबे होइन निस्क फुपूले अस्ति पठाइदिनु भएको थियो उखु खानै बिर्सेछु क्या। पहिला हामी पाहाडमा यस्तो नि खान पाउँदैन थियो। म बुधबारे बजार जानु पर्थ्यो। बुधबारे 5 रुपियाँको एउटा यति दिन्थ्यो क्या, यति एउटा। बेबी आऊ। उखु खान आऊ। मेनु बाबा, मेनु बजा, मेनु बाबा हो। मेनु मेनु बाबा, ए मेनु 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 बाबा, मेनु छो छो मेनु। नहीं अरे नहीं अरे मेनु बाबा, मेनु बाबा आउनु यता। मेनु बाबा कसको बाबा हो तिम्रो? हजुर मेनु मेनु भन न। के गरेको? बाजे उता हुनुहुन्छ त बाजे? खै बाजे बोलाउ त जाऊ। अलिक पर गर। माथि हुनुहुन्छ। माथि हुनुहुन्छ बा। हामी कुखुरा आएको अन्डा लिनु जाउँ। यहाँ पर आएको अन्डा कहाँ छ? यहाँ पर छ। यहाँ पर छ आएको अन्डा। खै म अन्डा निकाल्छु ल। आमै कति धेरै रहेछ। 2 4 6 8 10 11वटा रहेछ मम्मी। यसलाई त यति धेरै दिनु हुँदैन। 2टा खाऊ ल। 2टै म उयो पकाइ गरिदिन्छु नि त। ल आऊ यता आऊ। अन्डा पाकेकै छैन नि त। अनि पाकेर हो नि त। पाकेर के चाहिँ खुट्टामा टास्यो खानेकुरा। मेरो छोरा 2टा अन्डा खुत्रुकै सकायो। पादैछ टोइलेट गर्नलाई होला। बेबी अन्डा खायो? ल यो पानी खाऊ, पानी खाऊ न। हेलो गाइज भन। हेलो हाई हाई भन न। गाइज भन। अब्बुई ल खत्रै आयो भयो खत्रै। आमै पानी पनि खाइदेऊ न त। पानी नखाने? गाइज अम्मै ओ माई गॉड। यहाँ हामी पनि गरौँ न त अनि। गाइज ल कसरी पकाउने यो पराठा? मैले त जान्दिनँ। घिउमा बनाइदिएको क्या। तर पराठा रेडी भयो। अनि यहाँ चाहिँ चिया पकाउँदैछु। जुठो भइसक्यो। छोरा डक्टर बन्दैन। यस्तो लिएर हिँड्छ अनि मार्तल। मिस्त्री मात्रै भन्छ यो। डक्टर बन्दैन। अब नबन्ने किन? अरे
डक्टर नबन्ने अरे हे भगवान। अब चाहिँ साथीहरू नुहाउनु नसकिनु रहेछ। झन्नै हड्डी फुट्यो चिसो पानी नुहाएको त। जाडोमा पनि यस्तो लुगा लाएर बस्नु पर्यो। हेर न यसको चकचक लुगाहरू यस्तो लथालिङ्ग छ, यस्तो लथालिङ्ग छ, यस्तो लथालिङ्ग छ। आमामा मिलाउनु पर्ने। अब म चाहिँ छिटो छिटो लुगा मिलाउँछु। त्यो हात चेप्छ नि बेबी। यो मेरो बर्थडेको बेला भेटेको फोटो। अनि यो अस्ति बिहेमै आएको, यो पनि बिहेमै आएको। अनि यो चाहिँ सुजनको बर्थडेमा होला सायद। सुजनको बर्थडेमा हामी घुम्न गएको बेलामा खिचेको यो अर्जुन धारा। अनि यसको चाहिँ फ्रेम सिसा फेर्नु पर्ने छ। झराम झुरुम गएको छ। यो मेरो साथीले दिएको, म बिहे गरेर आएको दिनको फोटो यो। अनि यहाँनिर सुजनको साथी र सुजन। हाम्रो रुम चाहिँ यस्तो छ, पुरै फोहोरी छ क्या। हामी यहाँ सुत्दिनौँ नि त। अस्ति हिउँदभरि बर्खाभरि गर्मीमा यहाँ बाहिर सुत्यो ओछ्यान लाएर झुल टाँगेर। अनि अहिले जाडो लागेपछि हामी तल भुइँमा सुत्छौँ। अनि यहाँ चाहिँ यस्तो थाङथिलो भएर छ, यस्तो धेरै उज्यालोहरू लागेछ। खासै म यहाँ छिर्दिनँ पनि, त्यही लुगा फेर्ने बेला मात्रै छिर्छु नि त। त्यही भएर तर यसको सिसा झराम झिरिम भएर नि झरी गएको रहेछ यार। मिलाउनु पर्यो यसलाई। सब चिसो गर्मीमा लाउने लुगा जति नुनी हालेर जाडो लुगा निकाल्नु पर्यो। साथीहरू मेरो रुमलाई चाहिँ इग्नोर गर्नु होला, किनभने मेरो रुम राम्रो छैन। यो लुगा मुलाहरू पनि के गरी चाहिँ सम्हालेर राख्नु नि। यो बहिनीले पहरको बर्थडेमा भाइटिकामा दिनुभएको, मैले एकचोटि लगाएँ, त्यहाँदेखि यहीँ छ। अब यस्तो घरमा लाएर बस्ने कुरा भएन। यस्तो झ्याम्ल्याङ झ्याम्ल्याङ अब कहीँ जाँदा लागेन। तर कस्तो यो लुगा देख्ने बित्तिकै मलाई त्यो भुँडी पेट बोक्दाखेरि कस्तो बग्नु हुन्छ नि त। अनि त्यही याद आउँछ कस्तो घरि उलुक उलुक भएछ त्यो लुगा देख्ने बित्तिकै। आज त कस्तो मलाई कहाँ जाउँदा हुँदै रात पर्नु आँट्यो। नाना पट्याउन बेबी, नानाको नाना पट्याउन सकौ त। यहाँ त सब पुरानो लुगा मात्रै राख्छु। यो पनि के गरी लाउनु र झ्याम्ल्याङलाई। बहिनी लाउनु कि पठाउनु। जाडोको लुगा जति गर्मीको लुगा जति सब लुगाएर हेलो गाइज भन न। म मामा हो, मामाको नाना लगाइरहेको छु भन। यहाँ हेर छिटो ल। मामा हो म भन। म मामा भन। अलिक फरक भन। नलाउने बल्ल कोठा चिडिक्क बनाएँ। चिडिक्क के भन्नु, लुगा चाहिँ मिलाएँ। यतिकै दिन गयो आज चाहिँ। सबै यहाँ अघिको फोहोर सनाक्स चाहिँ निकालेँ। सब यहाँ ठक 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 मिलाएर राखेको छु। यो चाहिँ मेरो ब्याग हाउस। यतिकै राख्छु साथीहरू। अब खाना बनाउने बेला भइसक्यो, लुगा पखाल्नु छ किनको मन पनि बिरामी हुन्छ आज त। मेरो फुलहरू पनि कति सुक्खा लाग्छ हौ। त सुक्खा लागिरह। बोजू नाति के हाल्छ? हेलो गाइज भन न फेरि। हाय भन्दै त। अम्मै मेरो छोरा नि खत्रै सुक्स खाँदो रहेछ। अम्मै वाउ, फेरि खाऊ। वाउ फेरि वाउ। चु गर्दै बुवा।
Acan mana? Acan China i. Chiso. चाहिँ अलिकति साग टिप्नुबाट भोलिको लाग्यो अनि दबाई हाल्नु पर्यो कान त आफै बन्द गर्नु माकुरी सबै सागमा किरा लागेछ सबै बेलुका चाहिँ आउँदो रहेछ क्या किराहरू यो कालो कालो झिङ्गा जस्तोले खाँदो रहेछ नि त भोलि बिहानको लागि टिपिराख्नु पर्यो अनि दबाई बाँधिदिनु पर्यो आज त केही नगरी दिन गयो त्यत्तिकै लुगा धोयो नुहायो सरसफाइ गर्यो त्यत्तिकै दिन भयो अहिले फेरि अब हिउँदे बाली लगाइसक्यो नि त अनि खासै काम छैन क्या यतिखेर चाहिँ घुम्न जानुपर्ने पैसा हुँदा त सबै किराले खाइसक्यो त यो लक्ष्मी किराले त सब किराले खाएछ क्या चाहिँ मान्छु अरे यो त बिग्रेको हाले खायो क्या हो यहाँ यस्तरी कालो बस्दो रहेछ क्या दबाई नहानी त केही खानै नपाइने क्या आजकल त ल हामी चाहिँ अब खानासाना खाएर सुत्न आँटेको आज त केही नगरे त्यत्तिकै घरमै दिन बित्यो साथीहरू तर मेरो त जहिले पनि यस्तै नै हुन्छ घरमा त्यत्तिकै काम गरौँ घरकै काम गरौँ खाना बनायो खाजा बनायो त्यस्तै नै हुन्छ मेरो डेली भ्लग नै कहीँ जानु पाइँदैन तर कामहरू चाहिँ के अरे त्यो हिउँदे बालीहरू चाहिँ लगाइसक्यो अनि अहिले चाहिँ त्यस्तो काम छैन त्यत्तिकै पकायो खायो नानी हेऱ्यो खाजा खुवायो आफूले खायो त्यस्तै नै हुँदैछ मेरो चाहिँ त्यही हो साथीहरू अब म चाहिँ भिडियो एन्ड गर्छु यहाँ आउन हुन्छ हेलो गाइज भनेर उठा ल अब चाहिँ हामी सुत्न आँटेको मम्मी छोरा बाई भन्थ्यो माया माया गर अनि म दिन्छु बु ल भन्दै बाई बाई